गुड मर्निङ सबैलाई। यो चाहिँ मेरो मल्टिफ्लोराको कटिङ हो। अहिले यो मल्टिफ्लोराको कटिङ चाहिँ पुरै रुट पलाइसकेको छ, रेडी भइसकेको छ हैन। तर यो चाहिँ म अहिले चाहिँ तपाईहरुलाई चाहिँ सेल गर्न सक्दिनँ, किनभने चाहिँ नर्सरीमा अर्डर छ यो। त्यसै सेकेन्ड लटको पनि अहिले रेडी हुनुहुन्न आट्यो र सेकेन्ड लटको चाहिँ तपाईहरुलाई म सेल गर्न सक्छु है। तपाईहरु अर्डर गर्दै गर्नुस् होला। यो मेरो चाहिँ मल्टिफ्लोरा हो। मल्टिफ्लोराको कटिङ हो यिनीहरु। यहाँ छ यो सब नर्सरीमा अर्डर भएको छ। यिनीहरु चाहिँ यो सब नर्सरीको लागि रेडी पारेको मैले। यसमा मेरो 3 बास्केट छ। 3 बास्केट चाहिँ सब यो चाहिँ नर्सरीको लागि रेडी पारेको हो। त्यहाँदेखि अब सेकेन्ड लटको चाहिँ म तपाईहरुलाई सेल गर्न सक्छु। सेकेन्ड लटको पनि रुट आउनु सुरु भइसक्यो है। यो चाहिँ रुटहरु आएर पनि मज्जाले यसलाई चाहिँ मैले ब्रान्च कटिङ पनि गरिसकेको छु। यस्तो मुना कटिङ गरेर चाहिँ यसबाट स्टिकबाट यहाँबाट पुरा आउनु पनि थालिसकेको छ। अन्त किनभने यो चाहिँ बेच्दाखेरि चाहिँ एकदमै यसलाई चाहिँ बुस्सी बनाएर नै बेच्ने हो। म चाहिँ पुरा ब्रान्चहरु आएर नै बेच्ने हो है। तपाईहरुको पनि किनभने मसिनो सिलिक बेच्दा चाहिँ अब किन्नेलाई पनि धोका नहोस् है। त्यो भएर चाहिँ मैले चाहिँ यसलाई एकदमै बुस्सी बनाएर नै बेच्ने हो कि ताकि मेरो नेक्स्ट इयरको जस्तै तपाईहरुको पनि बुस्सी फुलोस् भनेर चाहिँ मैले अलरेडी यिनीहरुलाई चाहिँ पिचिङ गरेर चाहिँ यिनीहरुको ब्रान्च पलाइसकेपछि मात्रै म तपाईहरुलाई सेल गर्ने छु। तर यो चाहिँ मैले चाहिँ नर्सरीको लागि रेडी पारेको हो। नर्सरीमा दिनेको लागि हो यो चाहिँ। यसरी नै तपाईहरु मेरो भिडियोमा कमेन्ट, लाइक, शेयर पनि गरिदिनुस् होला। यसरी म नयाँ भिडियो लिएर आउने छु। हवस् त, धन्यवाद अहिलेको लागि है त।